नमस्कार। आफ्नो विद्यालयको जग्गाको विवरण इमेजमा कसरी अपडेट गर्ने होला भन्ने सन्दर्भमा एउटा छोटो भिडियो बनाउने प्रयास गरेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र उपयोगी लाग्यो भने सेयर गर्नुहोला। अहिले इमेजभित्र आफ्नो स्वामित्वमा रहेको जग्गा वा भोगाधिकार प्राप्त भएको कानुनी रूपमा प्राप्त डकुमेन्ट्सहरू इमेजभित्र गएर हामीले अपडेट गर्न सक्ने गरी नयाँ व्यवस्था अथवा नयाँ फिचर इमेजले ल्याएको छ। यस आउनुहोस् इमेजभित्र गएर आफ्नो जग्गाको स्वामित्व, क्षेत्रफल, त्यस्तै गरी लाल पूर्जा वा कानुनी डकुमेन्टको फोटो अपलोड गर्ने तरिका हेरौँ। यसका लागि पहिला चाहिँ हामीले आफ्नो विद्यालयको इमेज लगइन गर्नुपर्छ। इमेज लगइन गर्दा यस्तो ड्यासबोर्ड देखिन्छ। अब स्कुल प्रोफाइलमा जाने, एउटा कबलियत नामा छ, यसलाई म सहमत छु भन्नेमा जाने। अब जग्गाको विवरण हामीले अपडेट गर्नुपर्ने भएकोले हामी यो स्कुल प्रोफाइलको म्यानेजमेन्ट एन्ड अदर्स ट्याबमा जाने। त्यसपछि तल स्क्रल गर्दै जाने। यहाँ चाहिँ जग्गाको विवरण उल्लेख गर्नुहोस् भनेर चाहिँ एक किताबभन्दा बढी वा एक स्थानभन्दा बढी वा एक स्वामित्वभन्दा बढी भएमा सबैको विवरण उल्लेख गर्नुहोस् भनेको छ। अब यहाँ चाहिने क्षेत्रफल रातोमा देखाएको छ। अब यहाँ चाहिने जग्गाको स्वामित्व, क्षेत्रफलको युनिट, क्षेत्रफल, लाल पूर्जा वा कानुनी डकुमेन्टको फोटो अपलोड गर्नुहोस् भनेको छ। यसका लागि हामीले आफ्नो लाल पूर्जा वा हामी भोका अधिकारको प्रमाण वा कानुनी अन्य डकुमेन्ट्सहरू हामीले पहिला आफ्नो डाउनलोड गरेर यो डकुमेन्ट बनाएर राखेको हुनुपर्छ, ताकि हामीले यसलाई फाइल चुज गरेर हामीले यसरी यहाँबाट त्यो फोटोहरू हामीले अपलोड गर्न सक्छौँ। पहिले जग्गाको स्वामित्वमा जाउँ, सिलेक्ट गरेर विद्यालयको आफ्नो नाममा लाल पूर्जा भएको जग्गा छ अथवा सरकारी जग्गा भोग चलनको कागजात भएको छ कुन हो। अब यहाँ धेरै प्रकारको जग्गाको स्वामित्व छ। अब मैले यहाँ आफ्नै जग्गा लाल पूर्जा भएको जग्गालाई सिलेक्ट गरेँ। यसको क्षेत्रफल बिघामा अथवा रोपनीमा अथवा वर्गमिटर केमा राख्ने हो, मैले यहाँ बिघामा राखेँ। अब यसको कति बिघा भन्ने छ, मैले आफ्नो बिघा राखेँ। अब यहाँ चुज फाइल भनेको चाहिँ यहाँ फाइल चुज गर्ने, एउटा जो हामीले आफ्नो लाल पूर्जा छ त्यो चुज गरेर ओपन गरिदिउँ। अब यसरी चाहिँ हाम्रो लाल पूर्जा सेभ भयो। अब जस्तो हामी भ्युजमा जाउँ, यो आँखा जस्तो, त्यसमा हेऱ्यौँ भने हाम्रो लाल पूर्जा सेभ भएको देखिन्छ। हाम्रो विद्यालयको जग्गाको लाल पूर्जा यसरी सेभ हुन आयो। अब हामीसँग धेरै जग्गा छ भने फेरि यहाँ आएर प्लसमा जाने। अब प्लसमा गएर फेरि सिलेक्ट गर्ने। अब हामीसँग सरकारी जग्गा भोग चलनको कागज भएको भन्ने छ। अब यो छ भने भोग चलनको कागज भएकोमा राख्ने, अनि यो बिघा रोपनीमा जाने। अब यो पनि कति छ त्यति राख्ने। मैले बिघा कट्ठा र धुरमा राखेँ। फेरि चुज फाइल छ, चुज फाइल गर्न जाने र यो चुज फाइल गरेर राखेको छु मैले फाइल, त्यसलाई चाहिँ सिलेक्ट गर्ने र ओपन गरेर सेभ गरिदिने। यो दोस्रो फाइल चाहिने हाम्रो 2 MB भन्दा धेरै रहेछ, यो फाइल अपलोड भएन। फेरि त्यसलाई रिसाइज गरेर 2 MB भन्दा सानो बनाएर मात्रै हामीले के गर्ने, फाइललाई लोड गरिदिने। अब फेरि चुज फाइलमा जाने, सिलेक्ट फाइल। अब यो पनि फाइल लोड भयो। अब यसै गरी चाहिने अरू जग्गा छ भने पनि हामी यहाँ प्लस बटनमा गएर हामीले चाहिने यसरी आफ्नो जग्गा भोग चलनको छ अथवा आफ्नो लाल पूर्जा भएको छ कुन प्रकारको जग्गा छ त्यो हामीले यसरी लोड गर्न सक्छौँ इमेजभित्र। भिडियो हेर्नुभयो धेरै धेरै धन्यवाद। नमस्कार।